राष्ट्र बैंकले आज बजारबाट यति तरलता तान्दै अथवा बजारमा यति तरलता पठाउँदै भन्ने खबर त कतै पढ्नु भएको अथवा सुन्नु भएकै होला। तर तपाईलाई थाहा छ राष्ट्र बैंकले तरलता किन तान्छ र तरलता भनेको के हो? यदि थाहा छैन भने एकैछिन पर्खनुहोस् है त, म तपाईलाई छोटकरीमा बुझाउने प्रयास गर्छु। बैंकमा पैसा छ कि छैन, कर्जा कतिको सहज छ, बजार सुस्त छ कि चलायमान छ, यी सबै कुरासँग जोडिन्छ तरलता। तरलता धेरै भयो भने पनि समस्या र कम भयो भने झनै समस्या। यही सन्तुलन मिलाउने काम हो राष्ट्र बैंकको। त्यसैले राष्ट्र बैंकले कहिले बजारमा तरलता पठाउँछ भने कहिले बजारबाट तरलता तान्छ। अब बुझौं तरलता भनेको के हो। बैंकिङ प्रणालीमा तत्काल प्रयोग गर्न मिल्ने नगद वा नगद सरहको रकमलाई तरलता भनिन्छ। बैंकसँग निक्षेपकर्ताले माग्दा तुरुन्त फिर्ता दिन सक्ने पैसा, अन्य बैंकसँग साट्न मिल्ने रकम, राष्ट्र बैंकमा रहेको मौजदात, यी सबै तरलताका रूप हुन्। जब बैंकमा पर्याप्त तरलता हुन्छ, कर्जा सहज रूपमा प्रवाह हुन्छ, व्यवसायीले लगानी गर्न सक्छन्, उपभोक्ताले खर्च गर्न सक्छन्, अर्थतन्त्र चलायमान हुन्छ। तर यही तरलता अधिक भयो भने समस्या सुरु हुन्छ। तरलता धेरै भयो भने के हुन्छ त? बैंकिङ प्रणालीमा तरलता अत्याधिक भयो भने बैंकसँग कर्जा दिनुपर्ने बाध्यता हुन्छ, कर्जा सस्तो हुन्छ र ब्याज दर पनि घट्छ। पहिलो दृष्टिमा यो राम्रो जस्तो देखिए पनि दीर्घकालमा यसले मुद्रास्फीति अर्थात् महँगी बढाउँछ।